हेलो साथीहरु, म आज रक्सी पार्दैछु। रक्सी पार्दा चाहिँ यो चाहिँ लास्ट हो। यो लास्ट पानी अब उचाल्ने बेला भएको। हेर्नुस् है, ध्यान दिएर हेर्नुस् है। रक्सी उतार्दाखेरि यसो गर्नुपर्छ, नत्र पोल्छ, पोखिन्छ। अब त्यसलाई उचालेर बिस्तारी राख्नुपर्छ, फेरि नानी फुट्छ। स्पेशली हाम्रो लेटाङको लोकल रक्सी यो चाहिँ बाता हो। यो बातालाई चाहिँ राम्ररी कटमा डुबाइराख्नुपर्छ। त्यसपछि अब रक्सी हाल्ने। रक्सी हेर्नु प्योर। खानु चाहनुहुन्छ भने आउनुहोस्, रक्सी खानाको। रक्सी उतारिसकेपछि यो चाहिँ राख्नुपर्छ। यो अर्कोचोटिलाई फेरि रक्सी मिठो छ कि छैन भने ट्राई गर्नु, चेक गर्नुपर्छ। आगोमा हाल्नुपर्छ। हेर्नु यसरी आगो बल्यो भने चाहिँ मिठो हुन्छ। रक्सी एकदमै मिठो रहेछ आज। यो बातालाई चाहिँ मजाले कालोलाई सेतो हुन्छ। हेर्नु कटमा डुबाएपछि यसलाई खरानीले मस्काउनु, साबुन लाउनु हुँदैन। साबुन लगायो भने चाहिँ दाग बस्छ। यसलाई खरानीले मात्र मस्काउनु पर्छ। अब खरानीले मस्काइसकेपछि यसलाई पखालेपछि हेर्नु त कालो भएको अहिले कस्तो उयो हो। तातो कटमा डुबाएपछि चाहिँ एकदम राम्रो हुन्छ। पखालिसकियो। कटमा डुबाएपछि त्यही त भन्छ देख्नुभयो नि। यो चाहिँ नानी, रक्सी बस्ने नानी है। यस्तो गर्मी हुन्छ रक्सी पार्दाखेरि। गर्मीमा त झन् मरि नै गइन्छ। बुहारी भएपछि चाहिँ यस्तो गर्मी हुन्छ नि। कट हो, लास्ट कट। रक्सी पारिसकेको। यो चाहिँ चारो सुँगुरको लागि यो धेरै राम्रो हुन्छ। यो कट चाहिँ उहाँको नानी चाहिँ उहाँले स्कुल पढाइसक्नु भएको छ अघि नै। कट चाहिँ बाकुलो हुन्छ। अब हुन्छ नि रक्सी पारेको कट दुध जस्तै हुन्छ। हेर्नु है, यो चाहिँ एकदम राम्रो चार हुन्छ। र हाम्रो जुन रक्सी छ नि, यो रक्सी एकदमै लोकल रक्सी हो। यो चाहिँ घरमा आफूले बनाएको रक्सी। केको रक्सी भन्दाखेरि चाहिँ धेरै मिठो हुन्छ नि हाम्रो रक्सी। अनि यहाँ चाहिँ फलफुलको रक्सी पनि बनिन्छ, कोलाको रक्सी, सबैको रक्सी बनिन्छ। खान चाहनुहुन्छ भने अर्डर गर्नु होला। लेटाङ वडा नम्बर 3 तेसुली चोकमा। मेरो भाउजूले मिठो मिठो बनाउनुहुन्छ। पसिना सरी भएर पनि गर्मी हुन्छ। घरको बुहारी भएपछि त्यो कामै गर्नुपर्छ। गर्मी हुन्छ। गर्मीमा त झन्। अब हामी नेक्स्ट